हाई गाइज, अहिले हामी चाहिँ मनकामना जाँदैछौँ। यति राम्रो भ्यू छ बाटोमा, हेर्नुहोस्। भ्यू हेर्दै हिँडिरहेको छौँ हामी। घाम नलाग्दै आएको थियो, अहिले घाम लागिसक्यो। यहाँ मेरो बुढा राइडर मेरो मुटु निकालिदिनु भइरहेछ बेला बेलामा। डर लागिरहेछ। डर लागिरहेको पनि म चुप लाएर बसिरहेको छु है। भित्रभित्र त्यो एउटा मुभीमा छ नि, भित्रभित्र बिस्तारै चिल्लाउने कराउने त्यस्तै भइरहेको छु म यहाँ। नो रियाक्सन गरेर बसिरहेको छु कि। 2 वर्ष अगाडि आउँदा पनि हामी यस्तै थियो बाटो, अहिले पनि यस्तै छ बाटो। जुन ठाउँमा पिच गरेको थियो, पिच मतलब त्यो के भन्छ नि, त्यो सिमेन्टीले ढलन गरेको थियो, त्यो ठाउँमा चाहिँ ढलनै गरेको त्यति ठाउँमा मात्रै यति के त्यति मात्रै छ। अरू सबै ढुङ्गै ढुङ्गा ढुङ्गै ढुङ्गा ढुङ्गै आउँछ। मुटु फुलुक 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 डर लाग्छ। ल कता हो अब आइपुग्न लाग्यो मनकामनाको बजार। ल ल निनी घर कि निनी घर। ल हो के हो, धेरै बोल्ने बानी छ कि मेरो बुढाको।